अथ भाग्यभवं विप्र फलं वक्षे तवाग्रतः सबलो भाग्यपि भाग्ये जातो भाग्ययुतो नरः। आज हामी नवम भावसँग सम्बन्धित विषयको कुराहरूमा जानकारी लियौँ। नवम भावबाट गुरु, ब्राह्मण, धर्म, उच्च शिक्षा, लामो दूरीका यात्राहरू, आफ्नो जिन्दगीका उद्देश्य मतलब प्रिन्सिपलहरू लगायतका विषयहरू विचार गरिन्छ। र नवम भावको मालिक यदि केही गरी शुभ स्थानमा छ, शुभ ग्रहहरूले दृष्टि दियो, मित्र आदि ग्रहहरूसँग युक्ति भएर बस्यो, कुनै पनि पाप ग्रहको प्रभाव त्यसमा परेको छैन भनेदेखि जातकले आफ्नो जिन्दगीमा उच्च शिक्षा पनि हासिल गर्छ। त्यस पछाडिबाट धार्मिक पनि हुन्छ, त्यस पछाडि गुरुहरूलाई मान्ने गर्ने पनि हुन्छ, गुरुहरूबाट सम्मान पनि पाउने खालको हुन्छ। त्यस पछाडिबाट उसले लामो दूरीका यात्राहरूमा पनि सफल गर्छन्, कुनै पनि उद्देश्यले गरिएका लामो दूरीका यात्राहरूमा पनि उसले सफलता पाउँछ है। र उसको भाग्य पनि राम्रो हुन्छ। नवम भाव विशेष गरी भाग्य स्थान हो र सबभन्दा विशेष भाग्य नै मान्छेले आजभोलि ज्योतिषलाई देखाउनु भनेको भाग्य हो। त्यही भएर नवम भावको मालिक शुभ अवस्थामा हुँदाखेरि उसको भाग्य पनि वृद्धि हुन्छ भनेर जान्नु पर्दछ। तर यसै गरी यदि केही गरी नवम भावको मालिक 6औं, 8औं, 12औं आदि अशुभ स्थानमा गयो, पाप ग्रहहरूसँग युक्ति भएर बस्थ्यो, पाप ग्रहहरूबाट दृष्ट भयो, शुभ ग्रहको कतै पनि प्रभाव परेन, नवम भावको मालिक कमजोर अवस्थामा रह्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि जातकको भाग्य, यश, कीर्ति आदि सबै कुराहरूमा समस्या हुन्छ। उसको लामो दूरीका यात्राहरू गर्दाखेरि पनि उसलाई दुर्घटना आदि इत्यादिमा पर्ने, सामानहरू हराउने अथवा चाहिँ उसलाई ब्लकेज हुने, कुनै पनि प्रोसेसिङ गर्दाखेरि लामो दूरीको यात्रामा प्रोसेसिङ गर्दाखेरि त्यहाँनिर समस्याहरू आइदिने हुन्छ। उच्च शिक्षामा पनि उसको चाहिँ बाधाहरू देखिन्छ। त्यस पछाडिबाट धर्म कर्म आदि कुराहरूमा पनि जातकको त्यति विशेष रुचि नरहने यस्तो खालको समस्याहरू भएको हुन्छ। र यदि केही गरी अब पराशर ऋषिले भन्नुभएको छ धनस्थानको मालिक नवम भावमा र नवम भावको मालिक धनस्थानमा गएर बसेको छ भनेदेखि 32 वर्षको उमेरमा चाहिँ यश, कीर्ति, सवारी आदि इत्यादि प्राप्त गर्छ भनेर पराशर ऋषिले भन्नुभएको छ। 32 वर्षको उमेर कसरी आउँछ भन्ने एउटा एनालाइसिस हुन्छ, त्यसको विषयमा म पछि कुनै छुट्टै एउटा भिडियो बनाउने छु। यसको अलिकति लामो चर्चा हुन्छ। विशेष गरी यो योग हुँदाखेरि चाहिँ 32 वर्षको उमेरमा शुभ हुन्छ भनेर हामीले जान्नु पर्दछ। यदि केही गरी नवम भावको मालिक चाहिँ सिंहासन अंश, एउटा सिंहासन अंश भनिन्छ, कुनै पनि 5 वर्ग कुण्डलीमा नवम भावको मालिक स्वगृही अथवा उच्चगृही, स्वगृही, उच्चगृही यस्तो खालको तरिकाले बसेको छ, 5वटा वर्ग कुण्डलीमा त्यो रिपिट भएको छ भनेदेखि चाहिँ यसलाई के भन्छ त भन्दाखेरि सिंहासन अंश भनिन्छ। यो सिंहासन अंशमा ग्रह बस्दाखेरि चाहिँ जातकले आफ्नो कुलको उद्धार गर्ने, आफ्नो समाजको उद्धार गर्ने भनेको त्यो समाजमा चाहिँ एउटा यस्तो खालको लोकप्रियता हुने उसको, जसले गर्दाखेरि चाहिँ उसले आफ्नो समाजको कुलको चाहिँ एउटा राम्रो तरिकाले धर्म, नीति आदि यस्तो खालको कुराहरूबाट उद्धार गर्छ भनेर शास्त्रहरूमा उल्लेख छ। र यो सिंहासन अंशमा ग्रह हुन् भनेको एकदम अत्यन्त बलशाली र एकदम भाग्यमानी मानिन्छ। नवम भावमा जुन कुनै ग्रहहरू आएर बसिरहेको हुन्छ, नवम भावमा जुनै कुनै ग्रह आएर बसिरहेको हुन्छ, त्यो ग्रहसँग सम्बन्धित उमेरहरूमा भाग्योदय हुन्छ। यसको विषयमा मैले सर्ट्स भिडियोजमा पनि योभन्दा अगाडि भनेको छु। त्यो म तल डिस्क्रिप्सन सेसनमा त्यसको लिङ्क हालिदिन्छु, त्यो तपाईँहरूले पछि हेर्न सक्नुहुन्छ। र जुन ग्रह नवम भावमा आएर बसिरहेको छ त्यो ग्रहसँग सम्बन्धित कुराहरूले पनि जातकलाई भाग्यमा साथ दिन्छ। जस्तै नवम भावमा यदि केही मङ्गल आइरहेको छ भने मङ्गल भनेको भूमि, घर आदि यस्तो खालको कुरा भयो। यी खालको कुराहरूले जातकलाई साथ दिएको हुन्छ। उसको भाग्यमा ती कुराहरू प्राप्त जातकले ढिलो चाँडो अब त्यहाँ दशा आदि इत्यादि हेरेर उसले प्राप्त गर्ने हुन्छ। जस्तै नवम भावमा बुध ग्रह आएर बसिरहेछ भनेदेखि उसको पढाइसँग सम्बन्धित कुराले गर्दाखेरि उसलाई भाग्यमा साथ दिइरहेको हुन्छ। बुध भनेको टेक्निकल लाइन आदि इत्यादि सबै कुराहरूले पनि साथ दिएको हुन्छ। ह्यान्डिक्राफ्टसँग सम्बन्धित सबै कुराहरू बुध ग्रहसँग सम्बन्धित हुन्छ। र त्यस पछाडिबाट नवम भावमा यदि बृहस्पति नै आएर बसेको छ भनेदेखि बृहस्पति ग्रह भनेको चाहिँ नर्मल्ली बुझ्दाखेरि एक त पूजापाठ हो, एउटा अध्ययन भयो। बृहस्पति अध्ययनको देवता, गुरु ब्राह्मण आदि उसले जति सत्कार गर्छ, जति मान गर्छ, गुरुहरूको कृपा पर्छ भनौँ, त्यो खालको तरिकाले हामीले के गर्नुपर्छ त ख्याल गर्नुपर्ने हुन्छ। र नवम भावमा
कुनै पनि ग्रहहरू यस्तो मैले एउटा साधारण एउटा उदाहरण मात्र दिएको हो। कुनै पनि ग्रह गएर बस्दा त्यो ग्रहसँग सम्बन्धित कुराहरूले जातकको भाग्यमा विशेष प्रभाव पार्ने हुन्छ है। र यदि के गरी नवमेष नवम भावको मालिक जुन छ त्यो नवमेष जुन भावमा गएर बस्छ 12वटा घरमध्ये तत्तत भाव अनुसारको स्थानमा गए पछाडि जातकको भाग्य वृद्धि हुन्छ, अथवा तत्तत भावहरूको चाहिँ जुन जुन भावबाट जे जस्तो खालको सम्बन्धहरू हेरिन्छ त्यो त्यो व्यक्तिहरूसँगको सम्बन्धहरूबाट चाहिँ जातकको भाग्य वृद्धि हुन्छ भन्ने एउटा भनाइ छ। जस्तै नवम भावको मालिक बृहस्पति 12औं घरमा गएर बसिरहेको छ भने 12औं भाव भनेको तीर्थ पनि हो, विदेश पनि हो। अहिलेको समयमा विदेश भयो, नभए नर्मली हामीले बुझ्दाखेरि तीर्थ। नवम भाव पनि तीर्थ हो, 12औं भाव पनि तीर्थ नै हो। र नवम भावको मालिक 12औंमा गएर बसिरहेछ भनेदेखि ऊ तीर्थ आदि इत्यादि स्थानहरूमा गइसके पछाडि उचाइमा रहेको मन्दिरहरूमा गएर त्यस्तो खालको तीर्थमा गएर आइसकेपछि उसको भाग्य वृद्धि हुन्छ। त्यस्तो खालको ठाउँमा उसको भाग्य बसेको छ। यो तरिकाले हामीले हेर्नुपर्छ, बृहस्पतिलाई मात्र नलिएर कुनै पनि कुरामा है। र भाग्यस्थानको मालिक 12औंमा जानु भनेको 12औं भाव भनेको दानको भाव पनि हो है। त्यही भएर उनले जति सक्दो मान्छेलाई राम्रो कुराहरूमा जस्तै दान धर्म जति गर्छ उसले त्यति उसको भाग्य वृद्धि हुन्छ भन्ने यसको एउटा मान्यता हुन्छ। बृहस्पति मात्र नभए कुनै पनि ग्रहलाई हामीले लिएर हेर्न सक्छौँ। जुन भावमा गएर बस्छ त्यो भावसँग सम्बन्धित कुराहरू या व्यक्तिबाट भाग्योदय हुन्छ। जस्तै नवम भावको मालिक चतुर्थ भावमा आमाको कारणले गर्दा भाग्योदय हुन्छ। जग्गा जमिन आदि इत्यादि सबै कुराहरू त्यहीँनेरि पर्छ है। नवम भावको मालिक पञ्चम भावमा उसको पढाइ उसको विद्याले गर्दाखेरि अथवा सन्तान भइसकिसके पछाडि नै उसको के हुन्छ भाग्योदय हुन्छ। नवम भावको मालिक सप्तम भावमा विवाह पछाडि भाग्योदय हुने खालको योगहरू एउटा बनेर आउँछ। नवम भावको मालिक दशम भावमा आफ्नै कर्मले नै भाग्यलाई चाहिँ भाग्यलाई चाहिँ वृद्धि गर्ने खालको एउटा योग त्यहाँनिर बनेर आउँछ। जुन जुन भावहरूमा गइरहेको छ त्यो भावसँग सम्बन्धित कुराहरूबाट उसको भाग्यहरू बनिरहेछ। त्यो व्यक्तिबाट होस् चाहे त्यो स्थानबाट होस्, त्यो स्थानहरूबाट उसलाई भाग्य लाभ हुन्छ भनेर हामीले बुझ्नु पर्दछ। त्यसै गरी जुन ग्रह नवम भावमा बसिरहेको छ त्यो ग्रहले गुरुको जस्तो अभिनय गर्दछ। भन्न खोजेको मतलब यदि केही गरी नवम भावमा बृहस्पति छ भनेदेखि यो व्यक्तिले अरूलाई पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ भन्ने खालको जस्तो एउटा गाइडेन्स दिइरहेको हुन्छ भने यो व्यक्तिलाई पनि अरूबाट त्यस्तै खालको गाइडेन्स मिलिरहेको हुन्छ। सूर्य छ भने डिसिप्लिनमा बस्ने खालको गाइडेन्स दिन्छ। मतलब गुरुको एउटा प्रतिनिधित्व त्यो ग्रहले गर्छ। नवम भाव गुरुको स्थान हो। जुन ग्रह गयो त्यो ग्रहले चाहिँ गुरुको एउटा प्रतिनिधित्व गर्छ। चन्द्रमाले नवम भावमा गुरुको प्रतिनिधित्व गर्न सक्दैन, किन भन्दा एकदम भावुक ग्रह हो। भावुक ग्रहले गुरुको प्रतिनिधित्व गर्नलाई धेरै गाह्रो पर्छ। त्यसै गरी मङ्गल छ भनेदेखि अलिकति उग्र खालको स्वभावको, धर्मको लागि युद्ध गर्ने अथवा अन्य कुनै झगडा विवाद आदि यस्तो खालको कुराको चाहिँ एउटा गाइडेन्स कि त यो मान्छेलाई अरूले दिइरहेको हुन्छ कि यसले अरूलाई दिइराखेको हुन्छ है। त्यसै गरी चाहिँ हामीले विभिन्न ग्रहहरूलाई राखेर नवम भावमा राखेर के गर्न सकिन्छ त भन्दाखेरि एउटा गुरुको प्रतिनिधित्व यो ग्रहले कसरी गरिरहेछ, यसलाई कस्तो खालको गाइडेन्स मिलिरहेछ र यसले कस्तो खालको गाइडेन्स दिइराखेको छ भन्ने विषयमा पनि जान्नलाई हामीले सक्दछौँ। यसरी विभिन्न कुराहरू शास्त्रमा धेरै ठाउँमा उल्लेख छ। अहिलेलाई नवम भावसँग सम्बन्धित छोटो जानकारी यति नै। धन्यवाद।